नमस्ते अनि स्वागत छ साथीहरु मेरो युट्युब च्यानलमा। यदि तपाईहरु नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। यसका साथसाथै लाइक, कमेन्ट अनि शेयर पनि गरिदिनु होला साथीहरु। आज हामी चाहिँ लस भेगास नेभाडा स्टेट युएसए को सनसेट पार्कमा चाहिँ आएका छौं। यहाँ चाहिँ एकदमै दुबोहरु छन्, यो गोब्रे सल्लाहरु छन्। यो देखेको रुखहरु सबै गोब्रे सल्लाहरु भयो हैन। यहाँ चाहिँ परेवाहरू पाइन्छन् अनि पानी हाँसहरु पाइन्छन् हैन। पानी हाँसहरु, चिनी हाँसहरु अनि पानीमा खेल्ने चराहरु पनि पाइन्छ। यहाँ परतिर सानोतिनो पोखरी छ, त्यो पोखरीमा चाहिँ म जाँदै छु। यहाँ पर चाहिँ मेरी छोरी, बहिनी, भान्जी अनि श्रीमती यहाँ चाहिँ परेवालाई चाहिँ चारो दिने काम गरिरहेछन् हैन। यहाँ पर छन् परेवाहरू चाहिँ एकदमै। यो परेवाहरू चाहिँ अब नेपालमा चाहिँ प्रायः हामी घर घरमा परेवा पाल्छौँ। यहाँ चाहिँ यो जङ्गली परेवाहरू भन्दा नि परेवा त उस्तै हो, नेपालको जस्तै परेवाहरू पाइन्छ यहाँ। हाम्रो आसपासमा पनि अब एकदमै परेवाहरू छन्। उहाँ चाहिँ परेवाहरूलाई चारो दियो भने अब एपार्टमेन्टको ल्यान्डलर्डले नोटिस टाँसिन्छ, यसरी चारो नदिनु, अब यस्तो बर्ड्सबाट चाहिँ अब विभिन्न किसिमको कुकुर आउँछन् भन्छन्। अनि यहाँ वरिपरि चारो दियो भने अब चारो दिनु हुँदैन, यसरी नदिनु भनेर चाहिँ अब नोटिस टाँसिदिन्छन्। त्यसको कारणले गर्दा चाहिँ अब उब्रेको खानाहरू चाहिँ हामी ल्याएर चाहिँ यहाँ सनसेट पार्कमा आउँछौँ अनि यहाँ परेवाहरू चाहिँ यसरी हामी खुवाउँछौँ। यहाँ मजाले खाइरहेछ बिचराहरू, अब भने यसो खानेकुराहरू खान पाइँदैन। एकदमै यहाँ बुढो हाँस, अलिक बिसन्चो छन् क्या। यहाँ एकदमै अब झोक्राइरहेको जस्तो देखियो होइन। यहाँ पनि एक गुल परेवा छन्, अब यहाँ पनि छन्। ल उड्यो। अनि यहाँ पर चाहिँ परबाट चाहिँ यहाँसम्म यो पोखरी छ। पोखरी ठुलै छ भनौँ न। यहाँ परदेखि चाहिँ यहाँ परसम्म छ अनि यहाँबाट चाहिँ माथिसम्म पनि घुमेका छन् एकदमै होइन। पर मान्छेहरू फिसिङ पनि गरिरहेछन्, माछा पनि मारिरहेछन् होइन। माछा मार्न फेरि यहाँ अमेरिकामा लाइसेन्स चाहिन्छ, लाइसेन्स छैन भने सु गर्छन् लाइसेन्स, अनि हरेक रूपमा लाइसेन्स चाहिन्छ। यो चाहिँ मेरी भान्जी आरोही, हाई भन। प्रविशा, यो मेरी छोरी प्रविशा। यिनीहरू चाहिँ 6 महिनाको चाहिँ जेठो कान्छा छन् होइन। यहाँ चाहिँ रहेछन् एकदमै हाँसहरू, विभिन्न किसिमका हाँसहरू छन् होइन। यस्ता हाँसहरू त अब नेपालतिर पनि पाइन्थे। यहाँ उपर सेतो हाँस, सेतो हाँस चाहिँ यहाँ छ एकदमै। यहाँ चाहिँ विभिन्न किसिमका हाँसहरू छन्, सेता, खैरा अनि मसिना हाँसहरू पनि छन्। यहाँ चाहिँ मैले यो पानी चरा पनि देखेको थिएँ अस्ति चाहिँ। पानी चरा एकदम सानो हुन्छ, पानीभित्र पुरै डुबुल्की मात्र छ, यहाँभित्र डुबुल्की मात्र चाहिँ कतै निश्चिन्त रहेछ त्यो खालको। ल माछा पाएर क्या एउटा भाइले होइन पर्छ। यसलाई चाहिँ गोप्रे सल्लाह भन्दो रहेछन् होइन। नेपालतिर चाहिँ सल्लाह भनेको चाहिँ यसको लामो पत्ता हुन्थ्यो, यहाँ चाहिँ एकदमै छोटो पत्ता। गोप्रे सल्लाह भन्थे, गोप्रे सल्लाह होला खासै गरी चाहिँ। यहाँतिर छन् हाँसहरू एकदमै। यहाँ मान्छेहरू खानेकुरो लिएर खानेकुरा पनि खाने गर्छन् एकदमै होइन। यहाँ त छोरी मान्छेहरू फिसिङ गरिरहेछन् एकदमै। खासै माछा त देख्दिनँ म खोलामा। माछा मार्न चाहिँ यहाँ बसिरहेको, माछा मारिरहेछ। उनीहरू परिवारका होला नि त। 4 जना रहेछन्, एउटा सानो भाइ पनि छ, यो माछा मारिरहेछ। त बेलुका त यहाँ शीतलै हुन्छ। यो फेरि अहिले एकदमै गर्मी छ। यहाँ लस भेगास चाहिँ गर्मी भनेको 112, 114, 115सम्म पुग्छ। अहिले त यो हरियो परियो भएकोले होला यहाँ खासै त्यति जाडो चाहिँ भएको छैन। The recipes Pravisha and Arohi.
Mommy, I want to get it. Oh, he got the fish. Yeah. Fishing one too. त्यो भाइले सानो माछा I मारे want a fishing one too. What do you do? Fishing rod. Huh? Please, I want a fishing one. I want to get some fish. Give We me don't a have- fishing rod. We don't have fishing rod. Yeah, there's more there. They don't give you. That's there. I want black. Like a duck. What do you want? Give me some fish. Give me some fish. यो भाइले माछा मारे अघि एउटा सानो माछा मारे भाइले हैन त्यो छेउमा नजा नानी How can I eat the fish? यो पोखरी चाहिँ ठुलै छ भनौँ न वहाँ परदेखि परसम्म छ एकदम यो पोखरी चाहिँ के भयो Think of Giant Park. That went all the way there, and it's fun. It's fun to play, and there's donkey all around. We can feed and we can play water, and the duck have a flipper, and we can splash water all over us, and we can eat fish. Yeah. Look, there's dirt. I don't want to stop on that. Let me jump over the dirt. And that blue thing looks like poop. Look! All the things are dry like grass. यहाँ मान्छेले भिड छ वहाँ पर नानीहरू खेलिरहेछन् नानीहरूले खेलिरहेछन् यहाँ भन्दा वहाँ पर चाहिँ एकदमै ठुलो छ हैन हामी चाहिँ त्यहाँ जाँदैछौँ यहाँ चाहिँ हरियोपरि यहाँ दुबो यहाँ चाहिँ प्रायः जस्तो पानी पर्दैन कहिलेकाहीँ पानी पर्छन् त्यो पनि ठुलो पानी पर्दैन सानो सानो पानी पर्छन् त्यसले गर्दा हरियोपरि चाहिँ त्यति हुँदैन यो ठाउँमा यहाँ चाहिँ के छ भने यो भुइँभित्र पाइप ल्याएको छन् पाइपबाट चाहिँ पानी छ त्यही पानीले गर्दा चाहिँ यो हरियोपरि हुन्छ नि हैन Where's mine? Tell your dad. Where's my thing here? What? The thing is Prometheus. Where is that? Wait. Okay. Oh no. Daddy, Sadie, go! Tina.